हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो मिनी ब्लग्समा। आजको ब्लग चाहिँ सुभाष ताई खत्री सुभाष ताईको भिडियोमा बनाउँदैछु म। ताईको गीत एकदम बबाल छ। सुभाष ताई धेरै लामो समयको पश्चात तपाईको गीतमा मिनी ब्लग हाल्दैछु हैन त। तेरी लास्टै पसिना आयो कि दौडिँदा गर्मी पनि भयो, अब यसो चिया पनि खान पर्ने हुन्छ। हे त्यही यहाँको बाटो फेरि साङ्ग्रो रहेछ है सुभाष ताई, लभ यु। म चाहिँ सराङकोट हिँड्दैछु टक्क पारेर। सराङकोटमै छु साथीहरू म। हिजो अस्ति सुभाष ताईले फेरि राम्रो गीत निकाल्नु भयो क्या। सराङकोटको डाँडैमा घाम मुटु खाली राखेको क्या त्यो तिम्रै म यहाँ छ, तिम्रै म केवल कारबाट आउँदैछ टक्क हो। ल केही छैन, सबैजनालाई फेरि मिनी भ्लग्समा स्वागत छ। जय नायक देवता। सुभाष ताई तपाईँको भिडियो देखेर फिदा भयो कि म। किन हो त्यहाँ नाकको थान छ। सुभाष कहिले आउने हो तपाईँ? सुभाष ताई सराङकोट छिटो आउनु पर्यो। सराङकोटको गीत निकाल्नु भयो है तपाईँले त। तपाईँ र अनि अर्जुन दाईले। ओहो, तपाईँ र अर्जुन दाईको भिडियो त बबालै छ। छिटोभन्दा छिटो आउनु पर्यो, केबल कार चढ्नु परेन तपाईँले त। उहाँ सराङकोटको डाँडैमा घाम लाग्यो मुटु खाली राखेको काम लाग्यो तिम्रै म यहाँ छ। सराङकोट हेर्नुहुन्छ सुभाष ताई? हेर्नु सराङकोट राम्रो छ तपाईँको सराङकोट। तपाईँले सराङकोटको डाँडामा एउटा नयाँ म्युजिक भिडियो राख्नुभयो नि त। त्यसमा जुना विश्वकर्माहरू एकदम राम्रो अभिनय गरेका छन् नि त, होइन त? ल बधाई छ तपाईँलाई। गीत पहिला साइनोलाई 1 मिलियन पुऱ्याउनु अनि बल्ल त सराङकोटको भिडियोलाई